त्यहाँ पारी पनि एकजना दिदी हुनुहुन्छ अथवा बहिनी हुनुहुन्छ, उहाँले पनि एकदमै धेरै काम गरिराख्नु भएको छ। खेतको आली ताछिराख्नु भएको छ जस्तो लाग्यो मलाई। म पनि जाँदैछु त्यहाँ। धेरै दुःख गर्नुभएको रहेछ। नमस्ते, के छ हालखबर? गीत सुन्दै काम गर्दै हुनुहुन्छ हो? म तपाईँलाई एउटा कुरा सोध्छु ल। यति धेरै काम गरिरहनु भएको छ, तपाईँले पसिनै पसिना पनि हुनुभएको छ। हात खुट्टाहरू दुख्छ कि दुख्दैन? शरीर दुख्छ कि दुख्दैन? दुख्छ। अब यहाँ दुख्छ, खुट्टा दुख्छ, यो पछाडि भाग दुख्छ हो। कम्मर दुख्छ। अहिले कति वर्षको पुग्नुभयो तपाईँ? 27 वर्षको उमेरमा यो धेरै काम गर्न परेर होला नि हात खुट्टा दुखेको हो। तपाईँको लागि भनेर मैले पेन जादु तेल भनेर ल्याइदिएको छु। म यो बाटो हिँड्दै थिएँ, तपाईँले बारीमा काम गर्न लागेको देखेँ, त्यहाँ दिदीलाई पनि दिएँ अनि तपाईँलाई पनि दिन भनेर आएँ। यो तेल तपाईँ राख्नुहोस्। पैसा पर्दैन, फ्रीमा है। यो तेल चाहिँ तपाईँको शरीरको जहाँ दुख्छ नि, हात खुट्टा दुखेको अवस्थामा, जर्नीहरू दुखेको अवस्थामा लगाउने तेल है। हात खुट्टा र जोर्नीहरू जहाँ जहाँ दुख्छ त्यहाँ लगाउनु होला। दिनमा 2-3 पटक मसाज गर्नु होला। एकदम धेरै मसाज पनि गर्नु पर्दैन, ठिक मसाज गर्दा पनि हुन्छ। अनि यो तेलले तपाईँलाई राम्रो गर्यो भने चाहिँ भन्नु होला हामीलाई, हामीले फेरि तपाईँलाई अर्को पनि तेल ल्याइदिएर आउँछ। हुन्छ, धन्यवाद। यो सबै आली तपाईँले ताछेको हो? सबै हो। एक्लैले है? ल, कस्तो मेहनती रहेछन्। मेहनती बहिनीको लागि हामीले भर्खरै पेन जादु तेल दिएर आयौँ। हरेक दुखाइको समाधान पेन जादु मसाज तेल।